नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको बारेमा जानकारी दिन आज पनि उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईहरुले पक्कै पनि आजको दिनको सुन चाँदी दरको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। सुनको भाउ के छ आज, चाँदीको भाउ के छ, कति बढेको छ, कति घटेको छ, यसको बारेमा अपडेट आजको भिडियोमा रहनेछ। चाडबाडको सिजन छ, चाडबाडको महिना छ यो महिना हैन। चाडबाडमा सुनको भाउ तपाईहरुले चासो धेरै रहन्छ हैन। चाडबाडमा धेरै सुनको खपत पनि हुने गरेको छ, त्यो स्वाभाविक कुरा हो। आज पनि विवाहको लगन भएको दिन रहेको छ आज मङ्सिर 25 गते। त्यसकारणले गर्दा पनि सुनको भाउ बढिरहन्छ, घटिरहन्छ। सुनको भाउ कहिले पनि एक दर हुँदैन, बढ्छ घट्छ। आज पनि उपस्थित भइसकेको छु सुनको भाउ कति छ भनेर तपाईहरुलाई अपडेट दिन। आज मिति रहेको छ 2082 साल मङ्सिर 25 गते, आज बिहीबार। आज सुनको भाउ केही बढेको छ भने चाँदीको भाउ पनि मज्जाले बढेको छ। अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ सुनको चाँदीको भाउ। सुनको भाउ 2,58,000 सम्म पुगेर अलि घटेको छ। आजको भाउ के छ म अन्तिममा जानकारी दिनेछु। फेरि भन्दैछु, आज मिति 2082 साल मङ्सिर 25 गते बिहीबार। आज सुनको भाउ 2,53,100 रुपैयाँ रहेको छ। त्यस्तै आजको चाँदीको भाउ 3,805 रहेको छ। हिजोको भाउ 2,52,100 रहेको थियो सुनको भाउ भने हिजो चाँदीको भाउ 3,750 रहेको थियो। हिजोभन्दा आज सुनको भाउ 1,000 ले बढेको छ र चाँदीको भाउ पनि हिजोभन्दा आज 55 रुपैयाँले बढेको छ। आजको अपडेट यही छ र 10 ग्रामको सुनको मूल्य भनेको 2,16,990 रहेको छ आजको रेट अनुसार। त्यस्तै चाँदीको रेट पनि 10 ग्रामको 3,262 रुपैयाँ रहेको छ। तपाईहरुलाई लाग्छ कि सुन 1 तोलामा कति ग्राम हुन्छ? तपाईहरुलाई थाहा छैन भने म यसको बारेमा पनि जानकारी दिँदैछु। 1 तोलामा 11.66 ग्राम रहेको हुन्छ। त्यसकारणले गर्दा 10 ग्रामको मूल्य आजको रेट अनुसार 2,16,990 रहेको छ भने चाँदीको मूल्य 3,262 रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको सुनको भाउ यति नै। भोलि मङ्सिर 26 गतेको अपडेट लिएर फेरि उपस्थित हुने नै छौँ। तबसम्मका लागि म बिदा माग्छु। नमस्कार।